सबैलाई नमस्कार। मेरो नाम दिपेन ढकाल, कालिका पूजा सामग्री भण्डार। मैले एकदम सानो सानो कुराहरू मात्रै एकदम पोइन्ट वाइज मात्रै टिपाउँछु है। मैले गर्ने बेलामा चाहिँ मलाई आएको समस्याहरूको कुरा गर्छु म। अब जस्तो एउटा जुन एनटिसीको प्याकको कुरा छ, नमस्ते पेले चाहिँ प्याकमा क्यासब्याक दिन्छ, तर यतापट्टि चाहिँ खल्तीले दिँदैन होइन। खल्तीमा चाहिँ क्यासब्याक कुनै पनि एनटिसीको प्याकहरूमा क्यासब्याक छैन, त्यसलाई चाहिँ मिलेसम्म चाहिँ त्यो पहल गर्नु होला। अनि त्यसपछि रिचार्ज कार्डको पिनमा चाहिँ 100 रुपियाँदेखिको चाहिँ छ है, 50 पनि समावेश गरिदियो भने कहिलेकाहीँ के हुन्छ, सिधै रिचार्ज नम्बर नदिनेहरूलाई चाहिँ पिन दिएर पठाउनलाई चाहिँ 50 पनि धेरैले खोज्ने हुनाले त्यो 50 रुपियाँ पनि समावेश गर्न सक्यो भने राम्रो। त्यसपछि प्लेन टिकट क्यान्सलको केसमा चाहिँ जुन रिफन्डेबल अथवा नन रिफन्डेबल होस्, त्यसमा चाहिँ क्यान्सल हुँदा बित्तिकै हामीले पाउने क्यासब्याक 0 हुने, हामीले केही पनि पाउँदैनौँ होइन। त्यसमा हामीले के गर्न मिल्ने? अनि यो रिफन्ड गर्दा रिफन्डेबल टिकटमा 4300 को टिकट काट्दा 1600सम्म काटेको हुन्छ, त्यो काटेर चाहिँ फिर्ता गरे हुन्छ, तर त्यसमा हामीले पनि नपाउने र कस्टमरलाई पनि अलिक धेरै चाहिँ काटेको चाहिँ मैले महसुस गरेको छु। त्यो कुराहरू चाहिँ भयो। त्यसपछि जुन कस्टमर आइडीहरू पनि बनाउने, जस्तो डिलर आइडीबाट चाहिँ पिओएसहरू चाहिँ बनाउन मिल्ने होइन, तर कस्टमर आइडी बनाउने अप्सन सायद चाहिँ छैन होइन। यसलाई पनि समावेश गरेर केही क्यासब्याक आउने चाहिँ यो एजेन्ट आइडीको चाहिँ एपबाट पनि मिल्ने भयो भने राम्रो हुन्थ्यो। त्यस पछाडि चाहिँ वालेटमा पैसा पठाउँदाखेरि पनि हामीले चाहिँ क्यासब्याक पाउँदैनौँ, त्यसमा पनि केही मिल्ने भयो भने गर्न सकिन्छ, गर्दा कल गर्नु होला। अनि जस्तो होल्डिङ लगायतमा चाहिँ एकदमै न्यून चाहिँ क्यासब्याक आउने, अरू नेटहरूको तुलनामा, जस्तो एन्टी फाइबर अरूहरूको तुलनामा चाहिँ एकदमै न्यून आउँछ। अझ होल्डिङ त साझेदार नै हो भन्ने सुनिन्छ होइन, तर पनि क्यासब्याकमा एकदमै न्यून गरेको छ, त्यसलाई चाहिँ ख्याल गर्नुपर्ने कुरा छ। त्यस पछाडि चाहिँ सिम कार्डकोहरूमा क्यासब्याक हामीले पाउने चाहिँ जुन कमिसन हो त्यो एकदमै ढिलो आउने, त्यो पनि अब टेलिकमको कारणले होला होइन। हुन त तैपनि यसलाई पनि सकेसम्म अलि टाइममै चाहिँ आउने वातावरण सिर्जना गर्नु होला। त्यस पछाडि जुन चाहिँ खानेपानी पेमेन्टमा त्यो मोबाइल नम्बर राख्ने अप्सन हुन्छ, तर म्यासेज जाँदैन कि, बिजुलीकोमा जान्छ तर खानेपानीकोमा जान्न, यो चाहिँ पहिल्यैदेखिको समस्या हो होइन। अनि त्यसपछि मैले खानेपानीको कुरा त अघिल्लोचोटि पनि उठाएको थिएँ, जुन चाहिँ ई सेवाबाट तिर्ने र खल्तीबाट तिर्नेमा डिटेल आउने कुरामा एकदमै कम छ। जस्तो चाहिँ ई सेवामा चाहिँ कति जरिमाना लाग्यो, कति छुट भयो, सबै कुराहरू आउँछ खाने पेमेन्टमा, तर खल्तीकोमा आउँदैन। मैले यो अघिल्लो वर्ष पनि उठाउँदाखेरि 15 दिनमा यो सल्भ हुन्छ भन्नुभएको थियो, अब अहिले पनि भन्ने चाहिँ त्यही होला जस्तो लाग्छ होइन। त्यो एकदमै चाहिँ मैले धेरैचोटि उठाइसकेको छु होइन। त्यो चाहिँ कुराहरू चाहिँ यसलाई ख्याल गर्नु होला। लगायतको कुराहरू यही नै हो। जस्तो अब हामीले बिजुलीको पानीको यिनीहरूको पेमेन्ट गर्दाखेरि क्यासब्याक चाहिँ हामीलाई आउँदैन, तर अब हामीले कस्टमरसँग कति लिने भन्ने कुराहरू पनि केही क्राइटेरिया भइदियो भएदेखि थप पैसा लिनु पर्ने नै हुन्छ होइन। बिजुलीको तिर्दाखेरि पानीको तिर्दाखेरि यो यतिसम्म लिन मिल्ने भन्ने केही आधार नभएको हुनाले यो आधारहरू पनि भइदियो भनेदेखि सजिलो हुन्थ्यो। म एकदम सर्टकटमा चाहिँ पोइन्ट वाइजमा चाहिँ टिपाएँ। धन्यवाद।